So hello and good morning everyone and welcome back to my channel. अनि आजको भिडियोमा चाहिँ we're gonna talk about Nipsey. So let's get started. And this we have पहिलाको जुन सबैभन्दा highest which is 3000 हैन. अनि त्यो भन्दा माथिको चाहिँ हाम्रो 3200 को लेभल छ हैन. जुन चाहिँ हाम्रो यो भन्छ हाम्रो एक्सटर्नल लेभलहरु भयो. And then I go to my weekly chart. Weekly chart मा गएर हेर्नु भने चाहिँ के कस्तो कन्डिसन छ हामी त्यो चाहिँ बुझौं. सो विकलीमा चाहिँ हाम्रो कुन कुन लिक्विडिटी छ हैन जुन चाहिँ ग्राफ गरेको छ अहिले मार्केटले which is यो एउटा लिक्विडिटी ग्राफ अर्को यो लिक्विडिटी ग्राफ भन्न बाँकी छ है त सरी अर्को यो लिक्विडिटी ग्राफ भन्न बाँकी छ सो यो त हाम्रो लिक्विडिटी भयो द्याट्स अल हैन सो अब हामी मन्थमा जान्छौँ एक्चुअली ओके सो मन्थमा गएर हेर्ने भने चाहिँ मन्थ यस्तोतिकै कन्सोलिडेसनतिर गयो हैन त्यस्तो खासै के डिफेन्सिभ भएर केही पनि क्रिएट गरेको छैन एन्ड मार्केटले चाहिँ अब के गरेर चाहिँ एउटा सेलिङको डिफेन्स बनाइरहेको छ इफ यु गाइज क्यान सी मैले चाहिँ के देखिरहेको छु भन्दा चाहिँ सेलिङको डिफेन्स बनाइरहेको छ सेलिङको डिफेन्स गएर म जान्छु विकलीमा अनि विकलीको हाम्रो फर्स्ट लाइन अफ डिफेन्स भनेको के हाम्रो कहाँ छ यो लेभलतिर छ हैन दिस इज आवर फर्स्ट लाइन अफ डिफेन्स ओके यहाँ हाम्रो एउटा सेलिङको एरिया छ अब हाम्रो यो लिक्विडिटी ग्र्याब इन गरिसकेपछि मार्केटले के हुन्छ अपसाइडको मुभ ल्याउँछ है लिक्विडिटी ग्र्याब इन हर्न गरिसकेपछि है प्लस यो पहिलाको विकको पनि लिक्विडिटी ग्र्याब इन गरिसकेको छ र मार्केट माथि गएको छ मैले प्रिभियसको मैले नेप्से ओभरभ्यू भने मैले यो चिज भनेको थिएँ हैन सो वान्स हाम्रो यो लेभल भइसकेपछि चाहिँ अब यो लेभलबाट चाहिँ फलिङ आउन सक्छ है त यो लेभल या यो लेभल हाम्रो फर्स्ट लाइन अफ डिफेन्स भइहाल्यो र यो चाहिँ हाम्रो के भयो लास्ट लाइन अफ डिफेन्स भयो हैन यो चाहिँ इम्पोर्टेन्ट अब कतिखेरसम्म हामी बुलिस हुँदैनौँ हैन जतिखेरसम्म चाहिँ मार्केटले कुनै पनि यहाँनिर मन्थलीमा डिफेन्स बनाउँदैन जबसम्म यहाँ मन्थमा डिफेन्स बन्दैन त्यतिखेरसम्म चाहिँ हामी नेगेटिभ नै छौँ म चाहिँ नेप्सेमा हैन आइ एम स्टिल नेगेटिभ अन नेप्से अन्टिल यहाँ मन्थको डिफेन्स बनाओस् बट अहिलेको कन्डिसन वाइजमा चाहिँ के छ मन्थमा जाउँ मन्थमा गएर हेर्ने भने चाहिँ मन्थको पिओ ट्यापिङ गरेर मार्केट अपसाइड बट हाम्रो यो मन्थको टार्गेट त अचिभेबल भएको छैन बट मन्थको टार्गेट त अचिभेबल हुनुपर्छ सो त्यस कारणले हामीसँग के छ एउटा ब्रेक यु अर्डर ब्लक भनेपछि हामीसँग के छ एउटा अर्डर ब्लक बाँकी छ राइट सो यसपछि म केमा जान्छु भने चाहिँ विकली चार्टमा जान्छु एन्ड विकली चार्टमा गएर हेर्ने हो भने चाहिँ हामीसँग के छ यहाँ ओभरल्यापिङको एरिया छ के सो ओभरल्यापिङको एरियालाई म के गरिदिन्छु मार्कआउट गरिदिन्छु यस्तो गरेर यो सो यो चाहिँ हाम्रो के भयो यहाँको फर्स्ट लाइन अफ डिफेन्स भयो है त यो चाहिँ हाम्रो के भयो त फर्स्ट लाइन अफ डिफेन्स भयो यसमा चाहिँ हामीले एक्युमुलेसनलाई हेर्न सक्छौँ है यहाँ चाहिँ हामीले बिस्तारै एक्युमुलेसनहरू गर्न सक्छौँ यो एरियामा सो अब मार्केट चाहिँ डेलीको कन्टेक्स्टमा गएर हेर्नु के छ है त डेलीको कन्टेक्स्टमा के गरेछ भन्दा मार्केटले यो मुनिको एफएसलाई रेस्पेक्ट दिएर माथि मार्केट गइरहेको छ अब मार्केटले चाहिँ यो माथिको लिक्विडिटी ग्र्याब गरेर हैन यो माथिको जुन यो हाई छ यसको लिक्विडिटी ग्र्याब इन गरेर यहाँ कुनै पनि डिस्प्लेसमेन्टहरू दिन्छ भने चाहिँ मार्केट मुनि फल हुनसक्छ हैन इफ हजुरसँग कुनै पनि स्टक छ भने चाहिँ यहीँ गएर सेल गर्नुपर्छ भन्ने छैन बट यो लेभलबाट चाहिँ कुनै हडलहरू कुनै पनि सेलिङ डिफेन्सहरू बनाउँछ भने चाहिँ यस मुनि जान सक्छ मार्केट है त अब यो सेलिङ डिफेन्सहरू भने के हो कसरी फ्याक्टर हामीले युज गर्छौँ प्लस यो एक्सटर्नल लिक्विडिटीहरू चाहिँ हामी कसरी मार्कआउट गर्ने कसरी इन्टरनल लिक्विडिटीहरू भनेको चाहिँ के हो हामी चाहिँ कसरी स्ट्रक्चर म्यापिङलाई चाहिँ कसरी फ्याक्टल वाइजसँग मिक्सअप गर्ने त्यो भिडियो चाहिँ फ्युचर डेजमा स्योर नै आउनेवाला छ होइन बट अहिलेको कन्डिसन वाइजमा चाहिँ नेप्से चाहिँ वेट एन्ड वाचमा छ होइन अब सर्ट टर्मको लागि अहिले खेल्दा हुन्छ सर्ट टर्मको लागि अहिले 5-10% खानको लागि यु क्यान गो फर इट होइन अब यहाँ पनि गएर हेर्ने भने यहाँ डिफेन्सिभ छ यहाँ पनि डिफेन्सिभ एरिया छ होइन सो यो दुइटा एकदमै इम्पोर्टेन्ट हो कि बट मलाई के लाग्छ यो फर्स्टको डिफेन्सबाट जान अलिकति गाह्रै छ कि बिकज फर्स्ट मुभ चाहिँ अलवेज फेक हुन्छ क्या यो लेभलबाट र यो लेभलतिर चाहिँ एकदमै राम्रो मुभ आउन सक्छ होइन मार्केटमा चाहिँ सो नेप्सेको भ्यू चाहिँ मेरो यही छ होइन नेप्से के हुनसक्छ भन्दाखेरि चाहिँ अब यो लेभलतिर जान्छ यो लेभलतिरबाट यो लेभलसम्म सेलिङ आउँछ यहाँ पनि एउटा फेक बनाउँछ अलिक मुनि आउँछ त्यसपछि मार्केटमा जान सक्छ यो चाहिँ एउटा प्रेडिक्सन हो बट अब लाइक प्रेडिक्सन गरेर सबै चिज हुने भयो त अभियसली एभ्री वान वुड बी अ मिलिनियर बट त्यो लेभलको कन्टेक्स्टमा चाहिँ कस्तो रियाक्ट गरेर छ त्यो चिज हेर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट हो हाम्रो लागि चाहिँ होइन सो अब कुनै पनि एउटा स्टकलाई हेर्थ्यौँ होइन जुन चाहिँ अलिकति वी क्यान टेक एउटा कुनै पनि एनालाइसिस गरौँ ल जस्तै अहिले युएनएचपिएल अहिले राम्रो देखिरहेको छु म होइन सो युएनएचपिएलमा चाहिँ के छ म त्यो चिज अहिले मार्कआउट गरिदिन्छु है त सो युएनएचपिएलमा चाहिँ हाम्रो मन्थलीमा डिफेन्सिभ बनेको छ मजाले बनेको छ बट अलिकति हडल चाहिँ हामीलाई कहाँनिर आउँछ भन्दाखेरि जब चाहिँ हाम्रो यो लङ विक पिरियड हुन्छ नि राइट यतिखेर चाहिँ हामीलाई अलिकति प्रब्लमेटिक आउने हो बट स्टिल हामीसँग डिफेन्सिभ भएर चाहिँ एउटा रिस्क लिन सकिन्छ यो लेभलमा चाहिँ है त सो यो लेभलमा चाहिँ हाम्रो के छ एउटा मन्थलीको फर्स्ट लाइन अफ डिफेन्स है मन्थलीको फर्स्ट लाइन अफ डिफेन्स प्लस हामी यहाँनिर गयौँ विकलीमा विकलीको फर्स्ट लाइन अफ डिफेन्स हाम्रो फर्स्ट सेकेन्ड थर्ड भयो नि त होइन सो यो हाम्रो फर्स्ट लाइन अफ डिफेन्स बन्यो यो लेभलमा
एन्ड यो लेभल चाहिँ हाम्रो टार्गेट हुनसक्छ एज यु गाइज क्यान सी। एन्ड इफ मार्केटले चाहिँ डेलीमा जाउँ, डेलीमा अझै रिफाइनिङ गरेर हेरौँ, रिफाइनिङ योभन्दा मुनि इन्ड्युसमेन्ट। सो इफ मार्केट यो लेभलमा आएर चाहिँ कुनै पनि डिफेन्सिभ डेलीमा डिफेन्सिभ बनाउँछ भने यस वी मे क्यान गो फर इट। सो यप